कस्तो डेन्जर देखेको है पाथिबाट मुकुलुङको आँखा एक थप्पड लगाएर रन्न पारेर सोध्न मन लागिरहेको होला क्या हिजो नेपालको छोराछोरीलाई उस्काएर त्यो सडकमा होमेर त्यो छोराछोरी नेपालको छोराछोरीहरू मर्दा मारिदा चिच्याउँदा नआउने मान्छे नबोल्ने मान्छे अहिले त्यसको प्रधानमन्त्री बन्न पाऊ भनेर आएको हिजोको दिनमा जनताको सरकार बन्नुस् भन्दाखेरि नआउने मान्छे अहिले कसको सरकार बन्नलाई कसको प्रधानमन्त्री बन्नलाई यहाँ माग्न आएको भनेर होला क्या है अर्को स्टेटस सरस्वती माताले सबै झुट बोल्नेहरूलाई सत्य बोल्न सिकाउन् असत्यको खेती गर्ने झुटको खेती गर्ने झुटको साथ दिने झुट मात्रै बोलेको रुचाउने त्यस्तो व्यक्तिलाई भस्म गरौँ यो चाहिँ मेरो तर्फबाट पनि अर्को साम्पाङको स्टेटस जय माटो जय देश सत्य बोल्नेलाई साथ दिउँ असत्य झुट ज्यादा बोल्ने मान्छेहरू धेरै भन्दा महापापी हुन्छ अरे नि त होइन र